झापाको शिव शताक्षी स्थित दुधे खेल रङ्गशालामा फाइनल एकदम रोमाञ्चक रह्यो, जहाँ नेपाल पुलिस क्लब घरेलु फुटबलको सबैभन्दा सफल टोली एपिएफलाई 1-0 ले हराउँदै उपाधि जित्यो। क्याप्टेन अमृताले बीच मैदानबाट एकदमै शानदार लफ्टेड पास खेलिन्, जुन रेखा पौडेलले बाइलाइनतर्फ लाग्दै कटब्याक गरिन्। उनको प्रहार डिफेन्डरमा लागेर फर्कियो र त्यो बल सिधै पुग्यो टुर्नामेन्टकी टप गोल स्कोरर मिना देउवाको खुट्टामा। मिना एकदमै कम्पोज्ड हुँदै आर्म्स ओपन गर्दै 3 यार्ड सर्कलबाट ह्यामर गरेकी ती सर्ट सिधै नेटभित्र। यसरी पुलिसले अग्रता लियो 1-0। एउटा डिसाइसिभ गोल, डिसाइसिभ पर्फर्मेन्स र पुलिस क्लब झापा महिला गोल्ड कपको च्याम्पियन बन्यो। खेलकै क्रममा नेपाली जङ्गतिमल सिन्हा जन सिन्हा पनि स्टेडियममा देखिएका थिए। एपिएफका खेलाडीहरू अन्त्यमा आँसु रोक्न सकेनन्। डिफिट, त्यो पनि राइभल क्लब पुलिससँग, त्यो इमोसनल मोमेन्ट थियो। यस्तै पुलिसका खेलाडीहरू रमाउँदै सेलिब्रेट गर्दै थिए र यसरी फाइनली एपिएफको विजय यात्रामा ब्रेक लागेको थियो। खेलको बिचमा एउटा मोमेन्ट एनपिसीको बक्सभित्र क्लियर ह्यान्डबल देखिएको थियो, तर रेफ्रीले पेनाल्टी दिएनन्। यस्तो सिन त वर्ल्ड फुटबलमा पनि भइरहन्छन्, कतै पटक क्लियर ह्यान्डबल रुल्ड आउट हुने। भनौँ अनलकी थिए एपिएफ, तर खेल त्यस्तै हो, कहिलेकाहीँ यस्तै हुन्छ। तर गेमको दौरानमा पुलिसकी स्ट्राइकर रेखा पौडेल इन्जर्ड भइन्। 63rd मिनेटमा ट्याकल भई लेफ्ट सोल्डरमा चोट लाग्न पुग्यो। त्यो मोमेन्ट नरमाइलो त थियो, तर यो फुटबल हो, हाइज र लोज सँगै आउँछ। पुलिसका खेलाडीहरूले ट्रफी उचाले। मिना देउवाको डिसाइसिभ गोलसहित झापाको मैदानमा एउटा इतिहास बनेको छ।